यस्तो पाराले देश बन्छ, यसैको लागि हो आन्दोलन। लिडर पनि को अरे दुर्गा प्रसाई। आन्दोलनको नेतृत्व गर्ने मान्छे नै पुरै फिल्मी स्टाइलमा प्रहरी कुल्चिँदै हिँडिरहेछन्। यो कुन प्रकारको सभ्यता हो, कुन प्रकारको संस्कृति हो? यस्तो गर्ने मान्छेले कस्तो व्यवस्था लिएर आउँछ? बिना स्वार्थ दुर्गा प्रसाईले यस्तो गरेको जस्तो लाग्छ हजुरहरूलाई? हामी सबैलाई थाहा छ दुर्गा प्रसाई कतिसम्मको फटाहा मान्छे हो। राजा जस्तो मान्छेले दुर्गा प्रसाईको सपोर्ट दिनुभएको छ। भर्खरै गोली लागेर एकजना निर्दोष व्यक्तिको निधन पनि भइसकेको छ। भाडभटिनमा पनि तोडफोड गरेर चोरी भइसकेको छ। तर राजा आएर अब के बदलिन्छ? कति निर्दोष जनताको रगत बगाएर बल्लतर लिएर आएको गणतन्त्र हो यो। फेरि आन्दोलन गरेर त्यही निरङ्कुश शासन फिर्ता लिएर आउने? त्यति बेला पनि त राजाको आसेपासेले मात्रै अपर्च्युनिटी पाउँथे। सोझा जनताको आवाज माथि पुग्ने त चान्सै थिएन। फेरि यस्तो भन्दैमा यी तीनटा टाउकेलाई सपोर्ट गरेको होइन है मैले। यिनीहरू गलत छन्, यिनीहरूलाई पाप त लाग्छ नै। अब हामी चाहिँ कसैको झोले भएर हिँड्नु भएन। हामी जतिको युथले पनि देशको बारेमा सोच्नु पर्यो, बोल्नु पर्यो, राइट के हो रङ के हो छुट्याउन सक्नु पर्यो। सँगै आफ्नो मम्मी बाबालाई पनि राम्रो मान्छेलाई भोट दिनुपर्छ भनेर बुझाउन पर्यो। पहिला जसरी अल्लो घर एउटा पार्टीको पल्लो घर एउटा पार्टीको भनेर घरमाथि झन्डा राखेर झगडा गर्नु भएन। लास्ट टाइम पनि सागर धगाड उठ्नु भएको थियो त देउबा हो कि सेउबाको एगेन्स्टमा। तर मासु भातमा लागेर नजिताको त हामीले नै हो। अब पहिला गरेको गल्ती रिपिट गर्नु भएन, कसैको अन्धभक्त भएर हिँड्नु भएन। हामीलाई राजतन्त्र होइन, सुधारिएको गणतन्त्र चाहिएको हो। अब काठमाडौँको जनताले बालेन छाने जसरी नै अरू ठाउँको जनताले पनि राम्रो राम्रो मान्छे छान्दै जानु भयो भने त देश बिस्तारै बनिहाल्छ नि। तर दुर्गा प्रसाई जस्तो मान्छेको पछि लागेर चाहिँ देश कुनै हालतमा नि बन्दैन। देश बन्नलाई गणतन्त्र नै चाहिन्छ, तर सुधारिएको। जय नेपाल।